हेलो नमस्ते सबैजनालाई म मिस्टर सुभाष यो च्यानलबाट तपाईहरुलाई आज इम्पोर्टेन्ट एउटा मिनी भ्लग देखाउन गइरहेको छु। यो अलिकति महत्त्वपूर्ण लागेर देखाउन खोजिरहेको छु। यो के हो भनेर आज माछा किन्न गएका छौं हामी। यो अनौठो किसिमको लागेर मलाई यो भिडियो बनाउन गइरहेको छु। यो भिडियोमा स्पेशल के छ भन्दाखेरि यसको लोकेसन देखाउन गइरहेको छु। यो भिडियोमा अहिले चाहिँ यो तासी बजारबाट हल्का माथि आर्दले गाड पुलको छेउमा छ। यो यसरी तपाईहरु हेर्न सक्नुहुन्छ। यहाँबाट तलतिर देखिन्छ। त्यहाँ तल देखिरहेको ठाउँमा चाहिँ माछा मार्ने र किन्ने गरिरहेको छन्। अब बिस्तारै भिडियोमा के भइरहेको छ म सबै कुराहरू देखाउँछु तपाईहरुलाई। यहाँबाट हामी हिँड्दै जानुपर्छ। यहाँसम्म चाहिँ बाइक जान्छ साँपे बगरबाट। अब यो चाहिँ हेर्नुस् कस्तो छ यहाँको माछा मार्ने तरिका। यसको बारेमा म विस्तृतमा अहिले बिस्तारै भन्ने छु। यो चाहिँ अलिकति अनौठो रहेछ। 16 वर्षदेखि 9 जना व्यक्ति मिलेर चाहिँ यो गरिरहेको रहेछन्। यस्तो यो बाँध बाँध्नको लागि चाहिँ 1.5 महिना लागेको भन्ने कुराहरू गरिराख्नु भएको थियो। अब हेर्नुहोस् यो माछा जिउँदो माछा कसरी खोलाको अर्ग्यानिक माछाहरू खोलामा हुर्केको माछाहरू बिना विषादीयुक्त माछाहरू कसरी समातिरहेका छन्। यो ठाउँमा आएर चाहिँ अड्किने रहेछन् माछाहरू र त्यसबाट समातेर बेच्ने रहेछन्। अब चाहिँ कस्तो छ भने चाहिँ यो माछा दिनमा चाहिँ केही नभए पनि 1 क्विन्टल भन्नुहुन्थ्यो उहाँले चाहिँ मालिकले। यहाँ पुष्कर बुढा पनि माछा समात्ने अनुभव गर्दैछ। यसरी पहिलोचोटि होला यसरी समातेको माछा देखेको मैले। नत्र जाल थाप्ने पासो थाप्ने अनि अरू विधिबाट चाहिँ माछा मार्ने गरिन्थ्यो यो खोलामा। यो बुढीगङ्गा नदी हो। साँफेबाट केही नभनी लगभग 15-20 मिनटको बाटोमा पर्दछ। निकै अर्ग्यानिक माछाहरू हेर्न सक्नुहुन्छ तपाईहरु। मजाले समातेर टिपेर भर्खरै ताजा माछा। अब यहाँ चाहिँ के भइरहेको छ भने तपाईको माछा तौलिने किनबेच हुने गइरहेको छ। अब तपाईलाई जति चाहिन्छ त्यति चाहिँ उहाँले चाहिँ जोखेर दिनुहुन्छ। यसरी काँटीमा राखेर किलोमा राखेर अब कति चाहियो त्यो जिउँदो माछा यसरी समात्न सकिन्छ मज्जाले। यहाँ चाहिँ यो खरमा बस्नु हुँदो रहेछ उहाँहरू चाहिँ रात दिन। अनि यो माछाको रेखदेखको लागि तल चाहिँ तालचा लगाएको थियो त्यो माछामा। अरू स्थानीय अरू चोरहरू आएर चाहिँ त्यस्तो गर्न नसक्ने रहेछन्। जिउँदा माछा अब जोखेर केजीको हिसाबले 1 केजीको 500 रुपैयाँ। अरू बजारको मूल्य मैले बुझेअनुसार 700-800 आफ्नो मन लाग्दै रहेछ। यहाँ चाहिँ जिउँदा माछा तत्कालै यसरी उफ्रिन्छन् माछाहरू। हेर्नुहोस् निकै नै रोमाञ्चक पनि लाग्यो। यो प्रविधि चाहिँ मलाई अत्यन्तै महत्त्वपूर्ण अलिकति अनौठो पनि लाग्यो। यो मेहनत पनि राम्रै मेहनत छ। यो 1.5 महिनाको मेहनतपछि बल्ल यो यसको सिजन बर्खा नलागुन्जेल भन्दा अगाडिसम्म अब म 1 केजी लगेर 500 रुपैयाँ दिन गइरहेको छु साउलाई। यसरी 500 रुपैयाँ दिए अगाडि कसले दिइसकेको रहेछ। भेरी गुड भेरी गुड भेरी गुड भेरी यता भित्र फेरि एकजना बाजे भनौँ कि अङ्कल उहाँ चाहिँ जाल बुन्दै हुँदो रहेछ। यो जालको प्रविधिबाट पनि माछा मार्न सकिन्छ। फेरि यहाँनिर बुवाको तल आफ्नै ताल छ कि जानेर नै हाँस्दिने। सबैजना आफ्नो काममा बिजी हुनुहुँदो रहेछ। उहाँहरूले भनेअनुसार त लगभग दिनमा 1 क्विन्टल नभए पनि आधी क्विन्टलको हिसाबले पनि हिसाब गर्दाखेरि राम्रै कमाइ हुँदो रहेछ। सिजनमा 2 महिनाको कमाइ हुँदो रहेछ। 1.5 महिना चाहिँ यो बनाउन लाग्दो रहेछ। झूठ बोलती जा रही है, शर्म नहीं आती। अब यहाँनिर चाहिँ भन्छु म यो खोलाको यो बुढीगङ्गा नदी हो। यो बाजुराबाट बगेर सिधै अछाम हुँदै सेतीमा मिसिन्छ यो नदी। अनि अब यसको प्रविधि कस्तो छ भने यो माछा चाहिँ तलबाट माथि आउने ब्लक गरेको छ। माछा तलबाट माथि जानलाई उफ्रिन खोज्दो रहेछ। उफ्रिने ठाउँमा चाहिँ एउटा ठाउँमा यस्तो बनाएको रहेछ कि माछालाई हिँड्ने बाटो। अब चाहिँ हामी सबै कुराहरू व्यवस्थित गरेर सबैले माछा आफ्नो बोकेर मेरो माछा चाहिँ 4वटा माछा 1 केजीमा म पनि बोकेर हिँडेँ। सबै खुसी भएर माछा आफ्नो हातमा बोकेर हिँडिरहेका छन्। गजबको रमाइलो पनि भयो। एकदम टुर जस्तो पनि भयो। सर्ट टुर त्यही माथि अब ताजा माछा त्यही माथि अझ सस्तोमा। बाटो बिर्सेर तलतिर लाग्नु भएको थियो अङ्कल। फेरि यतापट्टि अलिक बुढो मान्छे हामीसँग हुनुहुन्थ्यो बुवा। उहाँले चाहिँ यो बाटो भनेर घामले डोराउँदै लानु भएको छ। आफ्नो माछा हातमा बोकेर टक्क लगाएर मजाले हिँड्दै हुनुहुन्छ।
माछा पाइसकेपछि हेर खटक बुढा हाम्रो काकाजी हुनुहुन्छ उहाँको मुस्कान पछाडिबाट पुष्कर बुढा माछा देखाउँदै आफ्नो आफ्नो माछा ल तेरोभन्दा मेरो ठुलो छ भन्दै काकाले है ठुलो होइन पुका माछा हो मैले मात्र पाएँ भन्दै सबैको पाते माछा परेको चाहिँ पुका भन्दै देखाउँदै पुका माछा पाइसकेपछिको मुस्कान भित्रको दिल्लीमा काठो बढायो होला तिमीले उहाँलाई चिनेन मैले वारी भन्नु सुन वारी यु फेरि वारी यु 1 किलोमा 1.5 किलो हाल्छन् पकाएर खानु पर्यो अहिले अब हामी आर्दला घाटको पुलबाट सिधै आफ्नो आफ्नो माछा बोकेर कसैले बाइकमा झुन्ड्याएर कसैले हातमा झुन्ड्याएर हामी चाहिँ हाम्रो गन्तव्य साफे बगरतिर सिधै प्रस्थान भयौँ अब बाटोमा के पर्छ कस्तो कस्तो पर्छ हेर्दै गर्नु है त अब भने बुवाको बिदाई गरेर हामी बुवालाई आफ्नो गन्तव्यतिर हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ है त यो त ढिलो हुने हो माछा चाहिँ सबैका सुरक्षित छन् मेरा 1 2 3 4 माछा लेउ लाग्यो क्या भन्दा सुनेको नि रेगेलाई लेउ लाग्यो भने त हाल होला सुनि आफ्नो मान्छे भए त्यो माछा बढी भन्दा चौड्यापछि मोडल अब जति टिपन हुन्छ एकपल्ट कि टिपटी बन्द नाइ नाइ उपमा तिमी पढे तुमलाई भन्दौ ओ हाल आज भने पनि त्यो होद्दा साले भने हो त्यो जाऊ हो त हट ओ त्यो मेरो साथी दाइ माछा बढी तोर भन्छ नि त्यो तेरो अंकल हो त्यो ए ती थापा गलन औ तेरिका म ढोक्छ दिने त तनी ढोक्दै माल थियो थाइ त्यो मेरो रागले त मलाई दाइ बट आफू ल्याउनु भनेर उता अब यहाँ पुगेछ बुझा मजाले त्यो केही चिन्ता मेरो मान्नु पानी खाले नला खाना पानी नौला पनि हो ल बोल